हामीले गरिरहेको एउटा कामले गर्दा मात्र पनि हाम्रो पुरै देशलाई चिनिन्छ के विदेशमा चाहिँ आज मैले यसरी मकै रोपिरहेको ठाउँमा चाहिँ दुईजना कोरियनहरू आए अनि सोधे कुन चाहिँ देशको मान्छे हो भनेर मलाई नेपालको भन्ने नि त नेपालको मान्छेहरू चाहिँ कति धेरै मेहनती हुँदो रहेछन् है भन्दाखेरि चाहिँ मलाई कस्तो धेरै खुसी लागेको कि त मेहनती नभएर चाहिँ नेपालका मान्छेहरू भन्दाखेरि चाहिँ एकजना मान्छेले मात्रै गर्दाखेरि पनि हाम्रो पुरै नेपाललाई चिन्ने रहेछ भन्ने कुरा चाहिँ मलाई महसुस भएको थियो होइन। हेर्नु न यो दुईजना कोरियनहरू मैले काम गरेको देखेर मेरो छेउमा आउँछन् अनि केही बेरी हेरिराख्छन् अनि मात्रै सोध्छन् क्या आज राति चाहिँ पानी पर्छ भनेको छ कि त्यही भएर नै मैले चाहिँ हतार हतार रात पर्न लागेको थियो त्यही भएर नै रोप्न लागेको। अब पानी परेन भने त यो सबै मर्छ नि त अनि पानी पर्न अघिल्लो दिन रोप्नु पर्यो। अहिले त्यस्तो धेरै मजाले पानी पर्ने सिजन पनि भइहालेको छैन, अलिकति गर्मीको अवस्था छ। अहिले चाहिँ कोरियामा धेरै गर्मी बढिरहेछ अनि हावाहुरी त्यत्तिकै मकै फेरि अहिले अग्लो अग्लो छ, यो भाँचिन्छ जस्तो पनि लाग्दैछ। त्यति धेरै गहिरो तरिकाले खन्न पनि सकिएन किनकि त्यो खन्ने कोदालहरू नि केही थिएन। त्यो एउटा सानोवाला त्यो के हो त्यस्तो त्यो खन्ने त्यो पनि कम्पनीबाट लिएर आएको। मकै पनि मलाई चाहिँ मेरो साउनी आमालाई दिनुभएको लगेर रोप भनेर। यो साङसुमा त्यस्तो धेरै किरा त लागेको होइन कि यो सागमा, तर मलाई चाहिँ चिप्ले किरा एकदमै धेरै घिन लाग्छ कि अनि त्यही भएर त्यसले खानुभन्दा अगाडि नै मैले चाहिँ सबै उकाएर त्यसको ठाउँमा पनि सबै मकै नै हालिदिएँ। धनियाँ पनि फुल्यो, अब अर्को बिउ किनेर लिएर आएको छु, फेरि छर्नेवाला छु। अनि यो चाहिँ मेरो सबैभन्दा ठुलो फर्सी हो, अबको एक हप्ता पछाडि चाहिँ एक छाक जति चाहिँ आउँछ होला। फेरि अहिले त्यो फर्सीहरूमा पनि सानो सानो भुसुना जस्तो किरा आएर बसेको छ कि त्यसको लागि औषधि चाहिँ मगाएको छु। अब भोलि पानी आयो भने चाहिँ पर्सि हाल्नु पर्ला।